एभ्रिवान, वेलकम छ हजुरहरूलाई मेरो अर्को एउटा भिडियोमा। तपाईँहरू कस्तो हुनुहुन्छ? आई होप हजुरहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आज चाहिँ म रेडी भएर कहाँ जान्छु, मेरो लास्टसम्म भिडियो हेर्नुहोला र तपाईँलाई थाहा हुन्छ। र अहिले चाहिँ म रेडी पनि भइसकेको छु। दिदी, बाबु अनि म हामी चाहिँ तिनजना जाँदैछौँ। बिनाजु चाहिँ उही हुनुहुन्छ अनि हाम्रो साथसाथमा उहाँ आन्टीहरू पनि हुनुहुन्छ। बाइकहरू हेर्नु न कति चारैतिर भर्ती रहेछ। हामी चाहिँ पछाडिको साइड भएर गएका थियौँ। आज चाहिँ क्लबमा दुर्गा माताले महिषासुरलाई कसरी मार्नु भएको थियो त्यो हेर्न आएका हामीहरू। अनि यी बच्चाहरूले त्यसमा भाग लिएका थिए र कति बच्चा छन् भाग लिने। र यी सबैजना चाहिँ यिनै जब गर्नेका छोराछोरी हो। मेकअप गर्नेहरू कोही मेकअप गर्दैछन्, यताउति मिलाइमुली गर्दैछन्। तर मान्छेहरू कति छन् अनि यहाँ त कम्ती नै छन्। अनि यसको जुन मेन ठाउँ त्यहाँ त झन् कति छन्। हामीले चाहिँ अब यहाँ पनि हेरिसकेर अब हामी जाँदैछौँ बस्नको लागि। र यता मान्छेहरू कति हुनुहुन्छ, कोही खडा भएर हेर्दैछ, कोही बसेर हेर्दैछ। हामीहरूको चाहिँ बिनाजुले सिट राख्नु भएको थियो र हामी गयौँ डाइरेक्ट बस्यौँ। अनि हामीहरू यता हेर्न थाल्यौँ र तपाईँहरूलाई पनि म देखाउँछु कस्तो लाग्यो भनिदिनु होला।
अहिले चाहिँ म चाहिँ एक्लै जाँदैछु। हजुर कता छन् खोइ गर्नुपर्छ फोन गरेको यत्रो भिडभाडमा कहाँ सुनिन्छ र अनि निक्लिन ठाउँ पनि छैन। यति भिड थियो। सानो गल्ली छ, गल्लीबाट कति मान्छे हुन्छ। अनि म चाहिँ अब जाँदैछु। गएर म चाहिँ अब अगाडि रोक्न थालेँ, वेट गर्न थालेँ आउनुहुन्छ भनेर। अनि आइ पनि सक्नुभयो र हामी चाहिँ अब जान थालेका पूजा हेर्नको। तपाईँहरू पनि हेर्दै जानु, तपाईँहरूलाई पनि देखाउँछु म। र गाइस हामी चाहिँ अब आइसकेछौँ र यता चाहिँ हेर्नु न कति राम्रो राम्रो लाइट लगाएको छ, कति राम्रो देखिएको छ। र हामी चाहिँ अब कहाँनेरि छ भनेर जाँदैछौँ। अनि यहाँ चाहिँ बहुत राम्रो लाग्यो मलाई यताको लाइटिङहरू हेर्नु, कति राम्रो राम्रो रस्तामा कस्तो राम्रो लगाइरहेछ। हेर्दा हेर्दै चाहिँ हामी चाहिँ आइपुग्यौँ अब यो ठाउँनेरि। अनि हामी चाहिँ अब सोचेका यहाँ चाहिँ पसौँ भनेर यत्रो घुरेका घुरेछौँ। अनि चाहिँ हामी यहाँ पस्न थाल्यौँ र यसको भित्र कति राम्रो लागेको थियो। यहाँ गाडी पार्किङ गर्ने जग्गै थिएन, मान्छेहरू यति भिड थिए। यता नाच्नेहरू नाचिरहेको थिए, यता मन्दिरमा पूजा गर्न गइरहेका थिए। अनि हामी पनि जाँदैछौँ। भित्र पसेर कति राम्रो लाग्यो। तर हामीले त पूजा गर्न हुँदैन, हामीले यत्तिकै हेऱ्यौँ र दर्शन गरेर आयौँ। हामी चाहिँ अब यहाँदेखि पनि निक्लेका र हामी अब अर्कै ठाउँ जाँदैछौँ। जाँदै हामीले यहाँ पनि एउटा मन्दिर भेट्यौँ र हामी यहाँ चाहिँ पसेर हामीलाई भोक लागेको थियो र हामी खाना गयौँ। अनि हामी चाहिँ को घुम्न आएका थियौँ देखाउँछु। यता चाहिँ हुनुहुन्छ आन्टी अनि आन्टीको छोरा छोरी, अनि उता भिनाजु अनि दिदीको छोरा। हामी यतिजना घुम्न गएका थियौँ। हामीहरू खाइसकेर पनि हामी अब हिँडेका अर्कै ठाउँतिर मन्दिर। अनि यहाँ चाहिँ हेर्नु न, मलाई यहाँको कति राम्रो लाग्यो बाहिरबाट हेर्दाखेरि। अनि म चाहिँ अगाडि जाँदैछु, भिडियो बनाउँदै दिदीहरू आउँदैछ। अनि म चाहिँ जाँदैछु तपाईँहरूलाई देखाउँदै। यहाँ हेर्नु न, लाइटले कस्तो राम्रोसँग शिवलिङ्ग बनाउनु भएको रहेछ। अनि यो पेन्डेलमा चाहिँ सबै हात्तीहरू भएका। अनि यसको भित्र कति राम्रो लागेछ हेर्नु। र गाइस यो पेन्डेल छोडेर पनि बहुत मिनिङको पेन्डेल छन्। यस्तो एउटा होइन, दुनियाँभरको पेन्डेल छन्। सबको केही न केहीको अर्थ छ। धेरै पेन्डेल एकको बाद एक हेर्यौँ। अरू पनि पेन्डेलको फोटो भिडियो धेरै छन्, अर्को भिडियोमा दिन्छु। अनि यो भिडियोको पछि अरू पनि आउँछन्, पार्ट 1 पार्ट 2।
र अब चाहिँ हामी यहाँदेखि घर जाँदैछौँ। र गाइस हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु र पेजलाई फलो गर्न नबिर्सिनु। सो गाइस हुन्छ त, बाई बाई, भेट्ने छु अर्को एउटा भिडियोमा। बाई बाई।